हेलो सम्पूर्ण दर्शक श्रोता मित्रहरूलाई नमस्कार। म चाहिँ प्रेम ताम्राकार तपाईँहरूलाई आज के खास कुराहरू देखाउन गइरहेको छु। म चाहिँ गुजरातको राजकोटमा रहेको न्यू रेसकोर्स रङ्गिला राजकोटभित्र आएको छु। तपाईँहरूलाई पनि यहाँभित्र रहेका केही खास कुराहरू देखाउन आइरहेको छु। तपाईँहरू कृपया भिडियोलाई पुरा हेरेर जानुहोला र भिडियो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ नबिर्सनुहोला। हामी चाहिँ यतिखेर चाहिँ भित्र इन्ट्री गर्ने गेटतिर जाँदैछौँ। लगभग हामी इन्ट्री गर्ने गेटमा पुगिसकेका छौँ। अब यहाँ चाहिँ टिकट काट्नै पर्ने हुन्छ, टिकट सिस्टम रहेको छ। अब चाहिँ हामी टिकट काट्न गइरहेका छौँ। यहाँ चाहिँ टिकट काट्ने काउन्टर रहेको छ, साथीहरूले टिकट सो काटिसकेका छन्। टिकट प्राइस चाहिँ 30 रुपियाँ रहेको छ है। अब चाहिँ हामी यहाँबाट चाहिँ भित्र जाँदैछौँ। फाइनली हामी भित्र प्रवेश भइसकेका छौँ र सो गुटका सुर्ती लगेर पनि भित्र जान मिल्दैन, त्यहाँ चाहिँ चेकिङ भइरहेको छ। फाइनली हामी भित्र आइसकेका छौँ, तपाईँ देख्न सक्नुहुनेछ। अनि यहाँभित्र रहेका झरनाहरू, यस्तै तलाउहरू अनि पुरा लाइटिङहरू छ होइन, एकदमै रमाइलो भइरहेको छ। अनि साथीहरूले सो अब भिडियोहरू बनाउँदै जाँदै हुनुहुन्छ अगाडि चाहिँ। यतातिर देख्न सक्नुहुनेछ तपाईँहरू, एकदमै फुलहरू छन्, रङ्गीचङ्गी फुलहरू छन्, त्यस्तै लाइटिङहरू एकदमै रमाइलो छ होइन। तपाईँहरू पनि आउन सक्नुहुनेछ। यदि राजकोटमा बस्नुहुन्छ भने एकचोटि चाहिँ रङ्गिला राजकोटमा चाहिँ अवश्य आउनुहोला भन्न चाहेँ मैले चाहिँ। एकदमै मोर फ्रेस ठाउँ रहेको छ होइन। आज चाहिँ हामी कामको छुट्टीलाई लिएर चाहिँ यहाँ मोड फ्रेस गर्न आइरहेका छौँ। यदि तपाईँहरू पनि आफ्नो फ्यामिलीलाई लिएर आफ्नो काम छुट्टी भएको बेलामा चाहिँ के कता घुम्ने भन्ने कुराहरूमा कन्फ्युज हुनुहुन्छ भने चाहिँ राजकोटमा रहेको रङ्गिला राजकोटमा आउनुहोला। एकदमै मोड फ्रेस रहनेछ तपाईँहरूको। सायद तपाईँहरूलाई पनि त्यो कुरा त जानकारी होला नै होइन। यदि नयाँ हुनुहुन्छ भने पनि यो भिडियो हेरेर चाहिँ आउन सक्नुहुनेछ। एकदमै रमाइलो हुनेछ। तपाईँहरू देख्न सक्नुहुनेछ एकदमै बाहिर एकदमै अँध्यारो भइसकेको छ र पनि एकदमै उज्यालो देखिरहेको छ। यो चाहिँ यहाँको लाइटिङको कमालको कारणले चाहिँ उज्यालो भइरहेको छ। तपाईँ देख्न सक्नुहुनेछ एकदमै मान्छेहरू सबैजना यतातिर रमाउन आइराख्नु भएको छ होइन। आफ्नो आफ्नो फ्यामिलीलाई लिएर चाहिँ बच्चाहरूलाई लिएर चाहिँ रमाउन आइराख्नु भएको छ। देख्न सक्नुहुनेछ तपाईँ। तपाईँलाई कस्तो लागिरहेको छ यहाँभित्र प्रवेश गर्दाखेरि चाहिँ? यहाँ चाहिँ मलाई प्रवेश गर्दा घरबाट चाहिँ नहान यार बोर हुन्छ जस्तो लागिरहेको छ। तब यहाँको सिन देखिँदा त आमामा यो चाहिँ पक्कै आउनुपर्छ जस्तो लागिरहेको छ। हजुर पनि पक्कै चाहिँ आउनु होला। तपाईँ राजकोटमा बस्नुहुन्छ भने एकचोटि अवश्य पनि न्यू रेसकोर्स गार्डनमा पुग्नु होला। एकदमै रमाइलो छ। उहाँ चाहिँ मेरो एकदमै आत्मीय साथी अनमोल विश्वकर्मा र राजेश विश्वकर्मा हुनुहुन्थ्यो। उहाँले चाहिँ रङ्गिला राजकोटमा आउँदाखेरिमा चाहिँ एकदमै ह्याप्पी फिल गर्नुभएको छ। मैले यसरी लाइफमा फर्स्ट टाइम ब्लग बनाइराख्दाखेरिमा चाहिँ एकदमै खुसी लागिरहेको छ। सो तपाईँहरूले यो भिडियो हेरिसकेभन्दा पछाडि चाहिँ आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला र मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सनुहोला। सो फेरि पनि हामी अर्को भिडियोमा भेटिने बाचा कसमका साथ चाहिँ अहिले हामी छुट्टिने समय बसेको छ। यति बेलासम्म मेरो भिडियो हेरेर बस्नुभएका तमाम श्रोता मित्रहरूलाई धेरै धेरै हेर्दैदेखि नै धन्यवाद भन्दै म चाहिँ प्रेम ताम्राकार आजको ब्लगबाट छुट्टिन चाहन्छु। नमस्ते।